साउन महिनामा के गर्दा राम्रो हुन्छ? हिन्दू धर्मावलम्बीहरूका लागि साउन महिना अत्यन्त पवित्र र धार्मिक आस्थाको महिना मानिन्छ। यस महिनामा भगवान शिवको विशेष पूजा आराधना गर्ने परम्परा रहेको छ। धार्मिक विश्वास अनुसार साउनमा सत्कर्म, पूजा, दान तथा संयम अपनाउँदा सकारात्मक ऊर्जा, मानसिक शान्ति र आध्यात्मिक लाभ हुने विश्वास गरिन्छ। साउन महिनामा गर्न उपयुक्त मानिने कार्यहरू: भगवान शिवको पूजा आराधना तथा शिवलिङ्गमा जल र बेलपत्र चढाउने, सोमबार व्रत बस्ने तथा शिव मन्दिर दर्शन गर्ने, हरियो वस्त्र वा चुरा लगाउने, विशेष गरी विवाहित महिलाहरूमा प्रचलित परम्परा, गरिब, असहाय तथा आवश्यक परेकाहरूलाई दान पुण्य गर्ने, सत्य बोल्ने, संयमित जीवन बिताउने तथा सकारात्मक सोच राख्ने, रुख रोप्ने, वातावरण संरक्षण गर्ने र सामाजिक सेवामा सहभागी हुने, परिवारसँग समय बिताउने तथा आपसी सद्भाव र सम्मान बढाउने। धार्मिक आस्था संस्कृतिप्रति सम्मान गर्दै साउन महिना सदाचार, सेवा, प्रेम र सकारात्मक कार्यमा समर्पित गरौँ। यसले व्यक्तिगत जीवनसँगै समाजमा पनि राम्रो सन्देश फैलाउन सहयोग पुग्नेछ।